अहिले चाहिँ हामी सरी खाजा खानु भएको बहिनीले पनि गर्नुभएको हो खानु पर्छ एकदमै हामी टाइपको बनाएको छौँ हाम्रो काँक्रा मुला हरियो मटर चाउचाउ एकदमै कम गरेर चाहिँ पिरो पनि हल्कै छ चाखिहालौँ न बहिनी कस्तो छ चाख्ने ठिक छ काँक्रा मुला बेसन हालेर जस्तै चिज अब एकछिनमा काम गर्न थालेपछि त खान पाइँदैन नि त ननस्टप हुन्छ अनि खाजा खाने दन्न अनि दन्न काम गर्ने होइन आज चाहिँ बहिनीको चाहिँ हेयर केराटिन स्टेट चाहिँ सकिसकेको छ है उहाँको चाहिँ लगभग हामीले 2 बजीदेखि थालेको 8 साढे 8 हुन आँट्यो होला सो सकिसकेको छ उहाँको चाहिँ रिजल्ट एकदमै राम्रो आएको छ हजुरहरूले देख्न सक्नुहुनेछ उहाँको चाहिँ एकदमै नेचुरल भर्जिन हेयर हो उहाँको चाहिँ कलर पनि थिएन केही पनि थिएन तर राम्रो भइसकेको छ कस्तो लाग्यो बहिनीलाई ठिक लाग्यो एकदम राम्रो बहिनी चाहिँ कुन ठाउँबाट आउनुभएको रे प्युठानबाट आउनुभएको है घुम्नको लागि आउनुभएको थियो तर उहाँले चाहिँ हेयर केराटिन गरेर जाँदै हुनुहुन्छ राम्रो लाग्यो उहाँ चाहिँ रेगुलर क्लाइन्ट जस्तै बनिसक्नु भएको छ यहाँ काठमाडौँ आएदेखि थ्रेडिङ सामानहरूदेखि लिएर फेसियल पनि गर्न आउँदै हुनुहुन्छ आज चाहिँ केराटिन गरेर जानुभयो थ्याङ्क यू सो मच बहिनीलाई मेरो पार्लरलाई चुज गरेर आउनुभएकोमा है त थ्याङ्क यू सर्भिसको लागि यता चाहिँ कपाल चाहिँ कस्तो राम्रो बसेको छ यो चाहिँ लाइटले कस्तो तुवालो टाइपको देखेको छ तर एकदमै राम्रो रिजल्ट आएको छ थ्याङ्क यू सो मच है त बहिनी आज चाहिँ म पुछपाछ गर्दैछु कार्पेटहरू छिटो ज्याक छ अब ढुसी ढुसी टाइपको
आज चाहिँ मलाई सेलरोटी खाम कि डुनट खाम हुँदा चाहिँ मैले डुनटै एकदमै ताजा पोलिराख्नु भएको थियो। मैले डुनटै रोजेँ। अब चाहिँ डुनट खानेछु चियासँग चोबेर चप्प खानेछु। मलाई त्यस्तो रातो वाला चाहिँ मनपर्छ डुनट। सेलरोटी एक दिन पोलेर खानु पर्यो भनेको। अब फुर्सद भयो भने चाहिँ खानु पर्यो। सेलरोटी चाहिँ कोदोको पिठो अनि फापरको पिठो अनि चामलको पिठोसँग चाहिँ मजाले सेलरोटी बनाएर आन्टीहरूले पोलेराख्नु भएको छ। अब मजाले 3-4 महिना पोलेर आफूलाई पनि खाजा हुन्छ। पोलेर खानुभयो। सेलरोटी त एकदमै धेरै मनपर्छ। आज चाहिँ कस्तो धेरै धुलो परेको कम्प्लिट 1 वर्ष त हुनु त भयो। 1 वर्ष टिक्यो। 2-3 वर्ष टिकाउनु पर्यो भनेको यही वर्ष नै यस्तो भयो। यो चाहिँ मेरो खाजाको पैसा। पानी पनि हल्का पर्यो। पानी परेको अवसरमा चाहिँ मैले थुक्पाको सुप खान विचार गरेँ। मेरो चाहिँ एकदमै धेरै मनपर्छ। मलाई झोलवाला चिजहरू चाहिँ एकदम मनपर्छ है। थुक्पाको सुप खान लागेको कस्तो मुखमा थुकायो। यस्तो मिठो लाग्छ। थुक्पाको झोल जति चाहिँ मलाई मिठो लाग्ने केही छैन भन्दा पनि खानेकुरा त प्रायः मलाई मिठै लाग्छ होइन। अगाडिदेखि ल्याइदिनु भएछ। टेस्ट गर्छु। चट्ट हुन्छ नि त। धेरै तेल पनि हुँदैन थुक्पामा त। हेल्दी हुन्छ भन्दा फरक नपर्ला है। झोल चट्ट है। अनि सुकुटी मासुमा थुक्पाको सुप खाइदिनु पर्यो। अब गम तातो है। त्यस्तो धेरै गर्मी छैन आज चाहिँ पानी परेर।